सानो बच्चालाई नुहाइदिनु पर्यो, धेरै भयो ननुहाएको। आइज यहाँ घाममा बस, नुहाउनु पर्छ, नचलै बस। हेर्नु त नुहाउँदा कति आनन्द लाग्छ नि। अलि झाडो छ त, बच्चा नुहाइसक्यो, अब घाम ताप्दैछ, झुम्रा छ कि छैन भनेर हेर्नु त। छैन रहेछ, सफा छ। हेर्नुस् न कति आनन्द मानेको। बच्चालाई भोक लाग्यो होला, घाममा बसेर खाना खुवाउँछु। ल आऊ खाऊ खाऊ। हेर्नुस् न कति मजाले खाएको, भोक निकै लागेको रहेछ। खाइस के अब एकछिन यो सुन खेल्छु है। हेर्नुस् त कति मजाले खेलेको छ। आऊ आऊ यता आऊ। हेर्नुस् न मसँग चल्न खोज्दैछ, आवाज पनि निकाल्दै जिस्किँदैछ। बच्चासँग एकछिन खेले, अब बजार तरकारीहरू किन्नु जानु पर्यो। साथी हो, यस बच्चा लिएर बजार घुम्दैछु। मान्छेहरू कसरी हेरिरहेका छन्, कस्तो अचम्म मानेका छन्, देख्नुस्। बच्चा र म तरकारी किनेर हातमा तरकारी झुन्डाउँदै बजारबाट निस्केको, यसले मलाई कम्ती दुख दिएको छैन। ला साथीहरू, हामी अहिले बजारको यो बाटोबाट फर्किँदैछौँ। यो हिँड्नु मान्दैन, बोकेर हिँड्नुपर्छ। आइपुग्यौँ, अब एकछिन थकाइ मार्छु। थाक्यो। त्यो मेरो किताब हो, नटक। हेर्न त भन्दा भन्दै अलिकति टोकिहाल्यो भगवान। एकछिन छोड्यो कि उपद्रो गरिहाल्छ। फेरि यो त्यो पेन्सिल लगाएर म चम्चा बनाएर खानु पनि भोक लाग्यो। कति चकचक गर्छस्, एकछिन नचली बस्छ। साथीहरू, आजलाई भिडियो यति नै। अर्को भिडियोमा भेटौँला। भिडियो मन पर्यो भने लाइक, कमेन्ट, शेयर र फलो गरिदिनु।